भोट किन हाल्ने, हामीलाई नै हाल्नुपर्छ भनेर पनि भन्दैनौँ कति ठाउँमा क्या म होइन। तर भोट किन हाल्ने भन्ने, कसरी हाल्ने त थाहा छैन। धरानमै पनि यही जस्तो, धरान जो उपमहानगरपालिका जस्तो ठुलो पालिकामा 3500 जति त बदर मत भएको थियो अस्तिको चुनावमा। अनि भोट कसरी हाल्ने भन्ने त थाहा छैन रहेछ भनेपछि किन हाल्ने, कसलाई र होइन कुन उद्देश्यले हाल्ने भन्ने त कहिले जान्ने। ठुलो समस्या छ। त्यो बेला हामी श्रम गर्छौँ, श्रमदातै हो हामी होइन। श्रम त मेरो अब मेन यो नै भइहाल्यो। तर भोट माग्न जाँदै गर्दा कसैलाई चाहिँ नि त्यो मेलो खनिदिएर अलिकति होइन यसो चाहिँ नि होइन उखु बोक्दिएर चाहिँ हामी चाहिँ भोट माग्दैनौँ। हामी चाहिँ कुरा बुझाएर बोक्छौँ। अब काम गर्ने मान्छे हो, काम गर्ने मान्छेलाई चुन्नु मन लाग्छ भने भोट दिनुहोस्, नत्र नदिँदा पनि हुन्छ भन्छ। जबरजस्ती छैन।